यसमा चाहिँ अब त्यो एउटा मान्छेले जसरी लेख्न सक्छ होइन, अब किनकि आफूले गल्ती गरेर पनि म गल्ती गरेको होइन भन्नु नै सक्छ। मान्छे मरिरहेको छ, तपाईँ यसलाई साधारण भनिदिनुहुन्छ? हत्या नै भएको यसमा चाहिँ हत्या भएको अब त्यो दिन हामीले देखेको, हामीले देख्नु त देखेको छैनौँ। हामीले देखेका छैनौँ होइन क्या, तपाईँले देख्नु भइसक्यो। त्यत्रो सिसिटिभी फुटेजहरू उहाँको दाइले भनिसक्नु भयो त। सबैले हत्याको आशंकामा राखिएको छ नि अर्जुन राईलाई, र उहाँलाई डाइरेक्ट मेन्सन गर्नु हुन्थेन उहाँले। अब उहाँले डाइरेक्ट मेन्सन गर्नु हुन्थ्यो, नहुने कुरै छैन यहाँनिर, किनकि उहाँले सबै सिसिटिभी सबै गरेर हेरिसक्नु भएको छ। भनेपछि अर्जुनले गरेको गतिविधि सबै हेर्दाखेरि चाहिँ यो घटना सिधै हत्या नै देखेको छ। त्यही भएर उहाँले अन्याय सहन सक्नु भएन अनि बोल्नुभयो। अमर स्रष्टा सङ्गीतकार विक्रम राईको पछिल्लो पल्ट निधन, हत्या भएको आशंका गरिएको छ। हो दर्शक महानुभावहरू, उनको हत्या भएको आशंका गरिएको छ भने विशेष गरी आज हामीसँग विक्रमको बारेमा कुरा गर्नको लागि स्टुडियोमा हुनुहुन्छ सुमन तिमसेनाजी। उहाँलाई भिडियोमा स्वागत गर्नुभन्दा पहिला चाहिँ म उहाँलाई एउटा क्वेसन गर्न चाहन्छु। उहाँको हत्या नै भएको हो त? उहाँको दाइको भनाइअनुसार त उहाँको हत्या भएको र उहाँहरूसँग प्राप्त प्रमाणहरू छन् भनिराख्दाखेरि यस विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? सुमनजी, स्वागत छ भिडियोमा। विशेष गरी धन्यवाद। म चाहिँ भन्न चाहन्छु के भने यस विषयमा चाहिँ सिधै हत्या नै भएको। यसमा चाहिँ हत्या भएको अब त्यो दिन हामीले देखेको, हामीले देख्नु त देखेको छैनौँ। हामीले देखेका छैनौँ होइन क्या, तपाईँले देख्नु भइसक्यो। त्यत्रो सिसिटिभी फुटेजहरू उहाँको दाइले भनिसक्नु भयो त, सबै कुराहरू प्रमाण त दिइसक्नु भयो त। अब कस्तो के देख्नु पर्यो हामीले? होइन, उहाँको दाइले पनि त पोस्ट गर्नुभएको र सिसी फुटेज न तपाईँसँग छ न मसँग छ। हामीले यसरी भिडियोमा बोलिराख्दाखेरि केही कुराहरू अब मनमा राख्नु पनि पर्छ, या भनौँ हामीले सामाजिक सञ्जालमा जे पाए त्यही बोल्न नि मिल्दैन। तपाईँसँग यो प्रमाणको के प्रुफ छ? प्रुफ त आइसकेको छ होइन। यस यत्रो घटना भइसकेपछि बिना प्रुफ उहाँको दाइ पनि आउनु भएन होला है मिडियामा। उहाँको दाइले जुन बोल्नुभयो, जे बोल्नुभयो त्यो भएर त बोल्नुभएको छ त। प्रमाण त उहाँसँग छ त प्रशस्त। अब तपाईँलाई के चाहियो? अब त्यो दिनको घटना न त तपाईँले देखेको छ न त मैले देखेको छ। हामीले अब उहाँको दाइको स्रोत अनुसार नै हामी यो कुरा बोलिरहेको छौँ। तर उहाँको दाइले हत्यामा आशंका गरिएको उनको श्रीमती, या भनौँ कानुनी रूपमा उनीहरू श्रीमान श्रीमती नभए पनि उनीहरूको श्रीमती जसरी बस्नुभएको थियो, दुईजना विक्रम राई र अर्जुन राईमाथि विशेष गरी हत्याको आशंकामा राखिएको छ नि अर्जुन राईलाई, र उहाँलाई डाइरेक्ट मेन्सन गर्नु हुन्थेन उहाँले। अब उहाँले डाइरेक्ट मेन्सन गर्नु हुन्थ्यो, नहुने कुरै छैन यहाँनिर, किनकि उहाँले सबै सिसिटिभी सबै गरेर हेरिसक्नु भएको छ। भनेपछि अर्जुनले गरेको गतिविधि सबै हेर्दाखेरि चाहिँ यो घटना सिधै हत्या नै देखेको छ। त्यही भएर उहाँले अन्याय सहन सक्नु भएन अनि बोल्नुभयो। र यो पछिल्लो पल्ट यो घटनाले चाहिँ फेरि पोस्टमार्टम रिपोर्टमा पनि यो चाहिँ हृदयघातको कारण मरेको चाहिँ उहाँको निधन भएको चाहिँ होइन भनेर पनि देखाएको छ अरे। र अनि यो घटना अलिकति ठुलो केस नै हो। विशेष गरी नेपाली गीत सङ्गीत गायकको त अलिकति पुलिसहरूले नि निहाल्नु पर्ने केस हो, र ननिहालिकन पुलिसले पनि व्यवस्था गर्दाखेरि चाहिँ यस विषयमा अब तपाईँले अलिकति पुलिसले पनि चासो दिनुपर्ने हो जस्तो लाग्दैन? पुलिसले चासो दिइरहेको छ मेरो बुझाइमा चाहिँ है, किनकि पुलिसले कुनै घटनाको सबै प्रुफ नआएसम्म उसले एक्सन लिँदैन। तपाईँलाई थाहै छ होइन? किनकि पुरै घटनाको विवरण आइसकेपछि उसँग प्रमाण सबै भएपछि बल्ल पुलिसले एक्सन लिने हो नि त। अनि उहाँको दाइको भनाइअनुसार त उहाँहरूसँग प्राप्त प्रमाणहरू हुँदाहुँदै नि पुलिसले चाहिँ अनि रिपोर्ट नै लिन मानेको छैन अरे, या भनौँ उजुरी नै लिन मानेको छैन अरे त? होइन, पुलिसले उजुरी लिँदैछ। पुलिसले मात्र एउटा घटनाको एउटा चाहिँ के भन्छ, यो पोस्टमार्टमको रिपोर्ट चाहिँ आइसकेको छैन। पुलिसले पोस्टमार्टमको रिपोर्ट कुरेर बसेको छ। र यो जसरी विक्रमको निधन चाहिँ हृदयघातको कारण भएको भनेर अनि प्रचार गरियो, यो सबै फेक हो नि त? यस्तो हो, अब पहिला अब कुनै पनि घटनाको विवरण सुरुमै थाहा हुँदैन, त्यसको अनुसन्धान गर्नु पर्यो। त्यो विषयमा चाहिँ पुलिसले अनुसन्धान गर्दै गयो। सबैले अनुसन्धान गर्दाखेरि चाहिँ अहिले चाहिँ घटनाले अर्को मोड लिएको। र त्यो प्राप्त त्यो दिनको घटना अनुसार चाहिँ विक्रम राईले चाहिँ अलिकति मदिरा पनि सेवन गर्नुभएको थियो अरे, र विशेष गरी उहाँको मिसेस अर्जुनासँग अलिकति डिसेस पनि परिरहेको थियो अरे। अब यो भनिराख्दाखेरि हत्या नै भएको हो कि भनेर कतिले आशंका गरिरहेका छन्। पोइन्ट यहीँनिर छ क्या हो, पोइन्ट यहीँनिर पक्रिन सकिन्छ। किनकि जब उसले रक्सी सेवन गर्दै थियो अनि दुईजना बिच झगडा भयो। अझै मैले सुन्नमा आएको त बियरको बोतल फुटाफुट पनि भएको छ है यो घटनामा। भनेपछि यति धेरै भइसकेपछि अनि त घटनामा त पुरै यो त के भन्छ, हत्या त सिधै भइसक्यो। हत्या त भयो ल, मैले माने तपाईँको कुरा। तर अर्जुनलाई पनि यसरी दोष लगाउँदाखेरि उहाँलाई मानहानि गरेको जस्तो हुँदैन कतै? होइन, मानहानि गरेको जस्तो हुँदैन, किनकि यदि अर्जुनलाई दोष लागिएन भने फेरि यतापट्टि जो विक्रम राई उसलाई पनि अन्याय गरे जस्तो हुन्छ होला नि त होइन? जो यस्तो कलकलाउँदो उमेरमा आफ्नो ज्यान अकालमै गुमाइरहेका छन्। त्यही त, उहाँको गीत सङ्गीतमा त ठुलो योगदान छ, त्यो त तपाईँलाई पनि थाहा छ, मलाई पनि थाहा छ।
त्यो सारा दर्शकलाई थाहा छ र विक्रम राई निधन हुनु भनेको यो एकदम दुःखद खबर हो। उहाँ जस्तो युवा, तपाईँ पनि एक युवा भएको हिसाबले उहाँको अल्कोहल गरेको कारणले निधन भएको हो भने चाहिँ तपाईँ यस विषयमा के बोल्न चाहनुहुन्थ्यो? मेरो बुझाइमा चाहिँ अल्कोहल गरेर हत्तपत्त निधन हुँदैन मान्छेको है। धेरै मैले देखेको छु, धेरै भोगेको छु होइन। भनेपछि यसमा चाहिँ सिधै हत्या नै हो यस विषयमा चाहिँ है। सीसीटीभी फुटेज एउटा आधार छ। उहाँको दाइले लेखे अनुसार चाहिँ जब एउटा सीसीटीभी फुटेजमा चाहिँ देखे अनुसार चाहिँ उसको दाइले बोले अनुसार चाहिँ यो सिधै हत्या हो। किनकि त्यहाँनिर आर्जुना चाहिँ जाहिर जाने भित्र आउने गरेको दृश्यहरू पनि देख्न सकिन्छ क्या त्यहाँनिर। हजुर हजुर हो। अब उहाँको दाइ गणेश नाचरिङको भनाइ अनुसार सीसीटीभी फुटेजमा जसरी अब 2 जना केटाहरू देखेको छ भनेको छ र विशेष गरी आर्जुनालाई पनि देखेको भनेको छ। अब आर्जुना संजोगवश त्यहाँ पुगेको हुनसक्छ, त्यो बाहिरको मान्छेहरू हुनसक्छ। यस्तो हो, कसैको गेटमा 12 बजे 2 बजे 3 बजे कोही व्यक्ति आउँछ भने तपाईँ आफै सोच्नुहोस् न किन आउँछ। बाटोमा हिँड्ने व्यक्ति त आफ्नो बाटोमा हिँड्छ सर र होइन होइन सुमनजी, त्यहाँ बाहिर अहिले यहाँ आउँदाखेरि म सिधै बाटो गइहाल्थेँ नि त। म यहाँ काम परेर पो यहाँ आएको त, नत्र म उताबाट छिरेर जाँदैन थियो होला त। होइन होइन सुन्नु न सुमनजी, बाहिर कोही हिँडिरहेको मान्छेहरू त्यहाँ आएर उभिएको थिए या भनौँ अब हाम्रो नेपाली समाजमा भनिन्छ नि यो चिज छोप्न नखोज्नुलाई चाहिँ होइन। किनकि कोही व्यक्ति आर्जुना पनि त किन त्यहाँ गेटमा आयो, त्यो व्यक्ति 2 जना गेटमा पुग्यो भने फेरि त्यहाँ आर्जुना गेटमा किन आयो त? फेरि भित्र जाने बाहिर आउने भित्र जाने बाहिर आउने किन भइरहेको थियो त यहाँनिर? तपाईँले आर्जुनाको पोस्ट हेर्नु भएको छैन र अनि आर्जुनाले पोस्ट हेरिसकेँ, मैले पोस्ट सबै हेरिसकेँ होइन। अब यसमा चाहिँ अब त्यो एउटा मान्छेले जसरी लेख्न सक्छ होइन। अब किनकि आफूले गल्ती गरेर पनि म गल्ती गरेको होइन भन्नु नै सक्छ। त्यो त अब अनुसन्धानले बताइ नै हाल्छ, छिटै नै अब भइरहेको छ। सँगै जिन्दगी काट्छु भनेको मान्छेले अनि प्याट्टै पनि त नमार्न सक्ला नि सुमनजी, यसरी आरोप लगाइराख्दाखेरि। यस्तो आवेगमा हरेक घटना हुन्छ होइन। किनकि तपाईँले देख्नु भएको छ त एउटा श्रीमानले चाहिँ पुरै टाउकै छिनालेर लिएर हिँडेको देखिरहनु भएको छ भनेपछि आवेग रिसमा कसै के भयो भन्न सकिँदैन होइन। तर यहाँनिर किनकि यदि सीसीटीभी फुटेज थिएन भने पत्याउनु दिन्थ्यो, किनकि उसको शरीरमा खासै निलडाम छैन होइन। तर यहाँमा चाहिँ कुनै पनि किसिमले घटना गरिएको छ क्या। भनेपछि त्यहाँनिर केही मिसाइयो होला, केही मिक्सर गरेर खाना दियो होला, केही दियो होला। अनि हस्पिटलले अहिलेसम्म रिपोर्ट निकाल्न सकेको छैन। त्यही त, यो हाई प्रोफाइल केस पनि होइन। विशेष गरी भन्नुपर्दा एउटा कलाकारको सामान्य रूपमै हेरिन्छ, सामान्यमा हेरिँदैन। कलाकार होस् या कुनै पनि सर्वसाधारण व्यक्ति होस्, हत्या भनेको हत्या हो, त्यसलाई साधारण लिँदैन। एउटा तपाईँले चाहिँ एउटा कुखुरा मार्दाखेरि त कत्रो हुन्छ भनेपछि मान्छे मरिरहेको छ, तपाईँ यसलाई साधारण भनिदिनुहुन्छ? होइन, मैले भनिरहेको चाहिँ जसरी अब पोस्टमार्टम रिपोर्ट त आउनु पर्यो, साधारण रूपले लियो नि त यसलाई। होइन, साधारण रूपले अब पोस्टमार्टम रिपोर्टको आउनु पनि टाइम लाग्छ, किनकि त्यहाँनिर नि अब सायद होला त्यहाँ पनि सेटिङ केही हुँदै पो थियो कि सेटिङ भएर पो निस्किने रिपोर्ट छिटो, यो पनि हुनसक्छ, नेपालको कानुन हो। यसको मतलब तपाईँले आर्जुनालाई सिधा दोष लागिरहनु भएको छ? दोष लाएको भन्दा पनि अब आफै मिलाएर बुझ्नुहोस् न होइन। किनकि कुनै पनि हावा नचलिकन पात हल्लिँदैन क्या। ल यहाँनिर हिर्काएर ड्याङ्ग गऱ्यो, नत्र डङ्ग गर्थ्यो भनेपछि, किनकि त्यो कारणले गर्दाखेरि भइरहेको छ क्या सबै कुरा। त्यही त अब विक्रम राईको मलाई चाहिँ जहाँसम्म लाग्छ हत्या भएको हो होइन। त्यो म यस विषयमा बोल्न त सक्दिनँ। तपाईँले यहाँसम्म आएर यति बोलिराखिदिनु भयो र विशेष गरी तपाईँले विक्रम राईको गीतहरू पनि सुन्नु भएको थियो? मैले सुनेको छु, उसको धेरै गीतहरू सुनेको छु होइन। गीतहरू उसको म फ्यानै हो नि, नेपाल आइडलदेखि उसको म फ्यान भएको। नेपाल आइडल, प्रथम नेपाल आइडलमा म उसको फ्यान भएको त्यहाँ। विशेष गरी पहिला नेपालमा एउटा रियालिटी सो आएको थियो नेपाल आइडल भन्ने, यो पछिल्लोपल्टको यो फ्रेन्चाइज सो भन्दा अगाडि आएको थियो। त्यतिखेर तपाईँले हेर्नु भएको थियो? हेरेको थिएँ। त्यतिखेरको त्यो सानो विक्रम राई अहिले सानै उमेरमा प्रगति गर्दै जाने अवस्था त्यतिखेर ऊ बढ्दै थियो भनेपछि कसैले उसलाई चाहिँ के भन्दा अब सानै पनि गरिदियो, के गर्ने। तर जुन हिसाबको उहाँको सङ्गीत थियो नि त्यो हिसाबले चर्चा उहाँको थिएन नि। यस्तो हो, सबै कुरा चर्चामै हुनुपर्छ भन्ने छैन होइन। किनकि अब त्यो आफ्नो ठाउँमा पनि हुनसक्छ नि त होइन र। आफ्नो ठाउँमा चर्चा हुनु कुरा अब, किनकि सामाजिक सञ्जालमा चाहिँ त्यो गाई गुई हुनु तपाईँले नसुने नै हुनसक्छ नि कुरा। उहाँको चर्चा त थियो। त्यही त, यो नेपाली समाजमा चाहिँ एउटा के बस्यो भने नि सुमनजी, जब मान्छे मरिसक्छ नि त्यसपछि चर्चा हुने चलन आयो कि। उहाँको चर्चा चाहिँ मरिसकेपछि चर्चा भएको होइन कि, उहाँको चर्चा पहिले पनि थियो नि यार। तपाईँले नहेर्नु भएको होला नि त। तपाईँ सायद विक्रम राईको फ्यानै हुनुहुन्न, तपाईँ विक्रम राईको खेदो खनिरहनु भएको छ। होइन, मैले विक्रम राईको म एउटा ठुलो फ्यान हो र फ्यान हो यार। सुन्नु, विक्रम राईको चाहिँ सीमित फ्यानहरू थिए। जसरी मैले उहाँलाई फलो गरेको छु भने उहाँको बारेमा मलाई सबै अपडेट त थियो र विशेष गरी मैले भनिरहेको छु कि 3 करोड नेपालीहरूलाई चाहिँ उहाँ एउटा गायक र सङ्गीतकार हो भनेर थाहा थिएन। थाहा थियो, सबैलाई थाहा थियो, टोटललाई थाहा थियो। 3 करोडमा थाहा नहुने तपाईँ एउटा हो। ल सुमनजी, यहाँसम्म आएर तपाईँले यति बोलिराख्दाखेरि अब मैले अन्तिम क्वेसन तपाईँलाई के गर्न चाहन्छु भने 2 जनालाई मानहानि नहोस् र यो घटनाको अनुसन्धान चाहिँ हुनुपर्छ। जसरी तपाईँले हत्या नै भयो, सुन्नुहोस् मेरो क्वेसन पहिला हत्या नै भएको तपाईँले जसरी भन्नुभयो
र पछि अर्जुनाले पनि यस विषयमा कानुनी रूपमा जान पनि सक्छिन् र अर्जुना राईलाई जसरी मेन्सन गर्यो नि उहाँको गणेश नाचरिङ उहाँको विक्रमको दाइले यसरी नगरिदिएको भएदेखि कानुनी रूपमा चाहिँ गएर यो केसलाई सल्टाएर पछि यदि पछि यो केसमा हत्या भएको होइन रहेछ भने त अर्जुनाको त ठुलो मानहानि भएन र। अब यस विषय यस्तो छ होइन, अब किनकि कानुन छ, मैले नि सिधै अर्जुनले हत्या गरेको भन्न त खोजेको होइन मैले पनि है यो विषयमा चाहिँ, किनकि कानुन छ। अहिलेको जुन उहाँको दाइले गरेको पोस्ट अनुसार चाहिँ यो हत्या हो है, पोस्ट अनुसार हत्या हो। तर हामीले पोस्ट अनुसार बोल्नु पर्दाखेरि चाहिँ यो हत्या हो। अब भोलिको दिनमा अब रिपोर्ट के आउँछ होइन, पुलिसले पनि के भन्छ, अब हस्पिटलबाट पनि आउनै छ रिपोर्ट, त्यो रिपोर्टमा के आउँछ त्यो त भोलिको दिनमा थाहा हुन्छ होइन। तर अहिलेसम्म देखिँदा सरासरी उहाँको दाइले लगाएको आरोप अनुसार चाहिँ यो हत्या हो। भनेपछि तपाईँ हत्या भएको यसलाई अनुसन्धान हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ? अनुसन्धान हुनुपर्छ, किनकि यदि हत्या भएको होइन भने अर्जुनले न्याय पाउनुपर्छ, यदि हत्या भएको हो भने विक्रमले न्याय पाउनुपर्छ। विशेष गरी यहाँसम्म आएर यति बोलिदिनु भयो सुमनजी, तपाईँलाई धेरै 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 धन्यवाद छ।